में पढेर अहिले देशको विभिन्न तहमा नेपाली सेनामा सशस्त्र प्रहरीमा निर्माण व्यवसायमा लाग्नुभएका विभिन्न व्यक्तित्वहरूले पनि सम्मानित हुनुभयो र यही विद्यालयमा पढेर शहरी क्षेत्रदेखि गराएका विभिन्न यही चामुण्डा क्याम्पसको क्याम्पस सहायक क्याम्पससिपदेखि लिएर नेपाल सरकारको उपसचिवसम्म भइरहेका साथीभाइहरू पनि हामीले सम्मानित गर्यौँ, सम्मान हुनुभयो। र मलाई लाग्छ यो विद्यालयको कम्पिटिसन यहाँ गाउँमा कसैसँग छैन। मलाई लाग्छ तपाईँ हाम्रो दिमागमा भएको नेगेटिभ कुरा मात्रै हामीले हटाइदियौँ भने विद्यालयको भौतिक संरचना निर्माण गर्ने दायित्व हामीले लिउँला, राजनीति गर्ने मान्छेलाई। तर स्कुलको बिल्डिङले बन्ने होइन। जुन बेला देवमूल कार्कीहरूले दैनिक जिल्लाभरि विद्यालय खोल्दै हिँड्नु भएको थियो त्यो बेला कहीँ पनि स्कुलको भवन थिएन र भवन भएका कारणले मान्छे शैक्षिक भएका शिक्षित भएका होइनन्। त्यो बेला पढ्नुपर्छ भन्ने एउटा मन थियो, पढाउनुपर्छ छोराछोरीले भन्ने भावना थियो। अहिले पढ्नुपर्छ र पढाउनुपर्छ भन्ने चिज छैन। अरू के छ, विवेश अध्यक्ष, शिक्षक अभिभावक सङ्घ, विद्यालय र विद्यार्थी, हामी राजनीति गर्ने राजनीतिक दलहरू, स्थानीय सरकार, हामी सबैले शिक्षाका लागि संवाद गरिरहेका छैनौँ। संवाद केका लागि गरिरहेका छौँ भन्दा मान्छे काङ्ग्रेसको हो कि, मान्छे एमालेको हो कि, मान्छे माओवादीको हो कि, मान्छे मजदुरको हो कि, हामीले राम्रो मान्छे मात्रै छनौट गर्ने कुरा गऱ्यौँ भने मलाई लाग्छ विद्यालय अगाडि बढ्छ। हामीले राम्रो मान्छे भन्दा नि हाम्रो मान्छे यहाँ छ र हाम्रो मान्छेको कारणले हामी धोका खाइरहेछौँ। अब जनता माध्यमिक विद्यालय 42 वर्ष भएछ, किनकि मभन्दा पनि जेठो विद्यालय रहेछ। त्यसमा उनीहरूले यो विद्यालयको श्रीवृद्धिको कुरा मलाई एउटा मात्रै कुरा याद छ। अरू दैलेख जिल्लाका सबै माध्यमिक विद्यालयहरूको अनुमति जिल्ला शिक्षा कार्यालयले दिएको छ। तिलेपाटाको तर्कु र यो बस्तीकोटको जनता माविको माध्यमिक विद्यालयको अनुमति क्षेत्रीय शिक्षा निर्देशनालयबाट ल्याएको अवस्था हो। किनकि जयदेव माध्यमिक विद्यालयले यहाँ दिनुहुन्न भन्ने खालको कन्सेप्ट थियो नेताहरूको, र तिलेपाटा कालिका माध्यमिक विद्यालयले तर्कुमा दिनुहुन्न भन्ने खालको भावना थियो। त्यो बिचमा क्षेत्रीय शिक्षा निर्देशनालयबाट यसरी माध्यमिक विद्यालयको स्वीकृति ल्याउँदै गर्दा यो सबै समुदायको एउटै मत थियो, बस्तीकोटमा चाहिन्छ, तर्कुमा चाहिन्छ भन्ने थियो। र अहिले मलाई लाग्छ कहीँ कतै कतै यो विद्यालयप्रति फेरि हामी एक भइरहेको छैनौँ कि म सामाजिक विकास मन्त्री मात्र होइन, मुख्यमन्त्री मात्र होइन, प्रधानमन्त्री आए पनि तपाईँ स्कुल बन्दैन। स्कुल बनाउने तपाईँहरूले हो, हामीले तपाईँलाई गर्ने प्राविधिक सहयोग गर्ने हो। प्राविधिक सहयोग भनेको पूर्वाधार निर्माणको लागि सहयोग गरौँला। सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भनेको तपाईँको मन हो। यो स्कुल मैले बनाउनुपर्छ भनेर सम्मानित हुने व्यक्तित्वहरू जसका छोराछोरी पढ्छन् तिनीहरू र यो स्कुल बनाउँछु भन्ने कुरा गर्नुभयो भने पुष्पलाल मध्यपाटी लोकमार्गले तपाईँको विद्यालयका लागि स्रोत जुटाउने एउटा राम्रो खालको अवसर दिइरहेको छ। देशव्यापी रूपमा हिँड्ने मान्छेहरूले यो एउटा स्कुल नमुना छ भन्नुभयो भने हामी बरु अन्त चामुण्डा स्कुल जति आउनु पनि मान्छे जाँदैन, तर एकछिन ढोकेर हेरौँ है भन्छ। त्यही भएर यो विद्यालय नमुना बनाउने काममा विद्यालयको नमुना भनेको तपाईँ हामीले घर चिटिक्क पारेको होइन। जुन उच्च माध्यमिक विद्यालयमा पढेको विद्यार्थी र यहाँ पढेको विद्यार्थी मध्ये हाम्रो विद्यार्थीले हुने कम्पिटिसनमा इन्जिनियरिङको होला, +2 को इक्जाम होला, या अरू 8 को या 10 को या 12 को जिपिएमा हाम्रा विद्यार्थीहरूलाई अगाडि ल्यायो भने यसलाई अगाडि बढ्न सक्छ। र अहिले कर्णाली प्रदेश सरकारले पछिल्लो समय विद्यालयलाई आन्तरिक आयोगसँग जोड्ने, गाउँको कनेक्टिभिटीसँग जोड्ने भन्ने योजना पनि ल्याइरहेको छ। विद्यालयको भौतिक पूर्वाधार निर्माणको क्रममा हेर्नुभयो भने 2टा बिल्डिङ योभन्दा अगाडि पनि कर्णाली प्रदेश सरकारकै लगानीमा निर्माण भइरहेको अवस्था हो भने फेरि पनि भवन संरचना बनाउला। भवन भन्दा पनि हाम्रो अहिले इच्छा के छ भन्दा कर्णाली प्रदेश सरकारले यो विद्यालयको अभिभावकहरूले पनि इन्कमसँग जोड्यौँ। हाम्रा छात्रवृत्ति बाँड्ने दिन हामी सबै विद्यार्थी आउने अघिपछि नआउने खालको अभियान भइरहेछ। यो विद्यालयले आन्तरिक आयमा आधारित अभिभावकहरूलाई पनि उत्पादनमा जोडोस्। यहाँ 2वटा सहकारी छन्, ती सहकारीलाई नि विद्यालयले लिड गरोस् माध्यमिक विद्यालयले। र यो विद्यालयमा पढ्ने हरेक विद्यार्थीलाई के दिन सकिन्छ, फलफुलको बिरुवा दिन सकिने हो कि, कफीको बिरुवा दिन सकिने हो कि, अरू जडीबुटीको कुरा दिन सकिने हो कि, तपाईँहरूलाई कुपोषण भन्दा छ हामीले यहाँहरू सबैलाई पुग्ने गरी, यहाँहरू सबैलाई व्यवस्थापन गर्न सक्ने गरी हामीले अहिले अरू उत्पादनको चिज दिएर एकजना विद्यार्थीलाई कृषिसँग पनि जोडेर र यो कृषिसँग जोड्ने कुरालाई अगाडि बढाउन सकियो भने मलाई लाग्छ यो जनता माध्यमिक विद्यालयको नेतृत्वमा चामुण्डा विनायक नगरपालिका वार्ड नम्बर 5 को सम्पूर्ण ठाउँमा उत्पादन हुनेछ। र यो वर्ष लगाएको बिरुवा 6 महिनामा केही फल्ने बिरुवाहरू छन्, केही 1 वर्षमा, केही 3 वर्षमा फल्ने फलफुलको बिरुवाहरू छन्। र प्रति विद्यार्थी 300 अथवा प्रति विद्यार्थी 30 जना हरेक वर्ष
यो वर्ष 30 आउँदो साल 30 हुँदै 10 वर्ष 300 वटा बोर्ड एउटा विद्यार्थीले लगायो भने 300 वटा केराको जाङ हुन्छ 300 वटा उसले लाउने अरू फलफुलका बिरुवा लाउँछ त्यो उत्पादन किन्ने ग्यारेन्टी यसले हामीले गरेर यसलाई अगाडि बढाउन सकियो भने त्यस्तो खालको कार्यक्रम पनि कर्णाली प्रदेश सरकारले यो वर्षको नीति बजेट कार्यक्रममा समावेश गरेको छ र विद्यालयले एकजना विद्यालयको शिक्षकको मात्रै दायित्व हेरचाहको दायित्व होइन कि यो विद्यालय भएका सबै अभिभावकहरूलाई एकैचोटि गरिबीबाट उन्मूलन गर्ने र यही पढेको छोरा सुर्खेतमा गएको छोराले उसले ड्रग्स हान्न सक्ला ऊ अरू अन्त लाग्ला तर यहाँ यो विद्यालयमा पढाइयो भने जस्तो अहिले पनि धेरै विद्यालयहरूले सुर्खेत नेपालमा गएका आफ्नो छोराछोरी फिर्ता बोलाएर राम्रो गरिरहेछन् यसको गुणस्तरताको लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय साझेदारी गर्ने कुरा यहाँहरूको बिचमा प्रतिबद्धता व्यक्त गर्दै यो विद्यालयको श्रीवृद्धिका लागि म सधैँ यहाँहरूको साथमा भएको कुरा प्रतिबद्धता व्यक्त गर्दै मेरो भनाइ अन्त्य गर्न चाहन्छु। यहाँ सबैलाई नमस्कार भन्न चाहन्छु। नमस्कार।